स्लो 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 न सिधा गरेर स्टेरिङ त्यति मात्रै यो मारुति छ नि त्यसलाई सिधा हेर्न पऱ्यो क्या त्यसले मैले खिचेछु नि होइन ट्युसन चाहिँ गरे एउटा नानीलाई परबाट ओरसम्म बनाएँ यस्तै गरेर अनि त्यहाँ त स्लो स्लो तल छोडिदेऊ यता ल्याउ स्टेरिङ धेरै सट्टै नल्याउने कि आस्ते ल्याउने कि यस्तो यस्तो गराएर यस्तो यस्तो गराएर यस्तो गरेर यस्तो नगर्ने कि सुटेकै गिलो भयो जस्तो गरेर नगर्ने कि टाइट भयो जस्तो गरेर ल्याउनु पऱ्यो कि हल्का तल च्याप छोड बिस्तारै उतै नजाऊ स्लोली आरामले बिस्तारै अब न्युट्रल गर गाडीलाई चेन्ज गर्ने न्युट्रल गर क्लच एकछिन एक्सिलेटर नदेऊ एक्सिलेटर नदिने अब एक गियर गर साइड लाइट देऊ घुमाऊ हरन देऊ घुमाऊ क्लच छोडेन भने फेरि हिँड्दैन नि त अब टक्क सिधा हुँदा बित्तिकै फेरि सिधा गर भयो नि सिधा अब चेन्ज गर क्लच च्याप्पा फेरि चेन्ज गर ल जाऊ आरामले नाच्थेर 3 दिनमा उहाँ के अरे कहाँ पुगेर आइछिन् नानु अझै मेहनत गर्ने राम्रो हुन्छ है नाच्थेर हतार नगरेपछि राम्रो भइहाल्छ आज हामीले ओह्रालो रोक्यौँ होइन घुम्ती गयौँ अनि भिडमा अझै फेस गऱ्यौँ होइन टर्निङहरू गऱ्यौँ अनि त्यो ख्याल गर्ने अनि 1 र 2 चेन्ज गर्दाखेरि कति फरक पर्ने रहेछ होइन स्पिड र गियरको त्यो गऱ्यौँ अनि अफ रोडिङ गऱ्यौँ है त्यो चाहिँ हेर्नुपर्छ आफूले अब यता बाटोतिरलाई त अब उसलाई त्यति प्रब्लम हुँदैन यो हिँडिरहेको बाटोमा भएर त्यही भएर अननतिर लगेको दादालाई पठाउ ल हेर्नु त दाइ मैले यतिको चलाउने म चलाउँछु र के भन्नु दाइले के भन्नु मलाई धेरै जस्तो मोटिभेट गरिदिने दाइ हो कि स्कुटी दिनुहुन्थ्यो चला ठोके नि ठोक म बसेको पछाडि अनि त्यस्तै भयो भने सिक्छन् चलाउँछन् के अरे जे गर्दा नि छुनै नदिने लोड्छ ठोकिन्छ भन्यो भने त्यही प्रगति गर्दा डराउने मम्मीलाई फेरि मम्मी एकदम उसै हुनुहुन्छ कि बिचरा धेरै डराउनुहुन्छ आफू लोटेको भएर बिचरा आफू लोट्नु भयो नि त त्यही भएर नि मलाई एकदम त्यो भित्रै के डर छ क्या उता घुमाउ रोक्ने क्लच च्याप्ने ब्रेक च्याप्ने न्युट्रल गर्ने कसले फोन हाने न्युट्रल गर यो बहिनी त हानेको त फोन हानेको बहिनी फोन ल छोड्ने ल पठाउ ल